के तपाईहरुलाई थाहा छ नेशनल इन्स्टिट्युट अफ मेन्टल हेल्थ अमेरिकन संस्था 2001 देखि 2003 सम्म गरेको एक सर्वेक्षण अनुसार विश्वमा करिबन 73 देखि 75% मानिसहरुमा ग्लोसोफोबियाको कारणले गर्दाखेरि स्टेजमा गएर बोल्न डराउँछन्। यसमा पनि यसै संस्थाले गरेको तथ्याङ्क अनुसार विश्वका टोटल जब गर्नेहरुमा 7% मानिसहरुमा ग्लोसोफोबियाको कारणले गर्दाखेरि प्रमोसन भएको छैन। त्यस्तै गरी 1986 मा हार्वर्ड युनिभर्सिटीले गरेको एक तथ्याङ्क अनुसार मानिसहरु बरु बिजुलीको झट्का खान तयार छन् तर स्टेजमा गएर बोल्न तयार छैन। हो मानिसलाई मृत्युसँग भन्दा पनि स्टेजमा गएर बोल्न अझै डर लाग्दो रहेछ। हो आदरणीय महानुभावहरु ग्लोसोफोबिया अर्थात स्टेजमा गएर बोल्न अथवा बोल्दा लाग्ने डरलाई व्यवस्थापन गरेर प्रखर वक्ता उद्घोषक बन्ने क्षमताको विकास गर्नको लागि जागरण एकाडेमी एन्ड रिट्रिट सेन्टर प्रणाली काठमाडौँले निकै लामो समयदेखि सञ्चालित पब्लिक स्पिकिङ एन्ड पर्सनालिटी डेभलपमेन्टको नयाँ कक्षाको तयारीको लागि फ्री क्लास आज बेलुका ठिक 7 बजे सुरु हुँदैछ। त्यसमा पनि विशिष्ट व्यक्तित्व आदरणीय श्रद्धेय गुरु डाक्टर ताराजी मोटिभेसन स्पिकरको प्रत्यक्ष सहभागितामा हो। आदरणीय महानुभावहरु तपाईहरुसँग पनि ती आफूसँग भएका क्षमताहरू बजारमा फैलाउनु छ। अब देश त चुनावमय भएको छ। यो चुनावमयमा कोही न कोही व्यक्तित्वहरू हजुरहरू कुनै न कुनै राजनीति दलहरूसँग आबद्ध हुनुहुन्छ। यदि तपाईहरु पनि आफ्नो आवाजलाई बुलन्द गर्न चाहनुहुन्छ त्यो पनि निर्भय मुक्त डर मुक्त यदि चाहनुहुन्छ भने आउनुहोस् आज बेलुका ठिक 7 बजे जुम अनलाइनबाट फ्री क्लासमा सहभागिता भएर मौकाको फाइदा उठाउनु। जुमको आइडी र पासपोर्ट दिएको छु, यसैमा क्लिक गरेर जोइन हुन सक्नुहुनेछ। आउनुहोस् त्यसै त्यतिखेर साक्षात्कार गर्ने अभिलाषाका साथ अहिलेको लागि नमस्कार।